हेलो गाइज वेलकम टु माई युट्युब च्यानल पबी मगर। आई होप सबैलाई सन्चै छ, मलाई पनि सन्चै छ। आज चाहिँ म मेरो भिजाको लागि भिजा एक्सचेन्ज गर्नको लागि फुल बडी चेकअप माग्छ कि यहाँ चाहिँ नेपाल गएर आएपछि चाहिँ नेपाल नजाँदा चाहिँ केही माग्दैन, नेपाल गएर आएपछि चाहिँ फुल बडी चेकअप माग्छ कि एक्सचेन्ज गर्ने ठाउँमा। अनि आज दिन पनि राम्रो छ, त्यही भएर आज हामी निस्किन लाग्यो। दिन राम्रो भएर मैले कपडा सपडा धुलाइसकेँ। आज चाहिँ हस्पिटल जान्छौँ, अनि हस्पिटलबाट कहाँ कहाँ जान्छौँ थाहा नै छैन। म हजुरहरूलाई भिडियोमा अपडेट गराउँछु। अब चाहिँ हामी निस्किनु आँटेको। हजुरहरूलाई बाटो यहाँको गाउँ कस्तो छ, त्यहाँ पछाडि के कस्तो छ म हजुरहरूलाई भिडियोमा देखाउँछु। म बस्ने ठाउँदेखि सिटी त्यो म हस्पिटल चेक गर्न जाने ठाउँ चाहिँ आधा घन्टा लाग्छ यहाँदेखि। म हजुरलाई बाटोमा देखाउँदै लैजान्छु के कस्तो छ भनेर। चाइनाको हस्पिटलमा चाहिँ यस्तो कार्ड हुन्छ कि हाम्रो सबै डिटेल पर्सनल डिटेलहरू चाहिँ यहीमा हुन्छ। अनि हस्पिटल जुन हस्पिटलको त्यहीको मात्र कार्ड चल्छ। फेरि यो चाहिँ म जाने हस्पिटलको, अनि म जाने चाहिँ यो एरियाको चाहिँ सबभन्दा ठुलो हस्पिटल त्यही नै हो कि। अनि यो कार्ड चाहिँ हाम्रो रिपोर्टहरू भयो, हाम्रो मेडिकल हिस्ट्री, अब के हुन्छ नि हिस्टोरी के छ मैले पुरानो पहिलादेखिको सबै कार्ड भन्छ कि। अनि यो कार्ड लग्यो भने चाहिँ हाम्रो हुन्छ नि नेपालमा जस्तो पेपर बोकेर जानु पर्दैन कि, सबै पेपरहरू बोकेर जानुपर्छ नि हामीले, त्यो चाहिँ बोकेर जानु पर्दैन। सिर्फ एउटा कार्ड बोकेर गयो भने चाहिँ अनि हुन्छ सबै। अनि के अरे पासपोर्ट पनि बोकिराख्नु पर्दैन कि यो कार्ड भएपछि चाहिँ। अब चाहिँ हामी हिँड्यौँ। यो चाहिँ म बस्ने ठाउँको गाउँ। मैले हरेक भिडियोमा देखाइरहेको कि यो, त्यही भएर अनि कस्तो कस्तो लाग्यो देखाउनलाई। अनि यहाँ चाहिँ यो चाहिँ चर्च हो क्या यहाँको। कहिले चाहिँ मान्छ कहिले त मान्दैन चर्च। यहाँको गाउँको स्कुल यसमा चाहिँ 2-3 सम्म छ होला। यो चाहिँ यहाँको ओडा कार्यालय भन्छ नि हाम्रो नेपालको, त्यही हो। अनि यो चाहिँ भयो गौबारी। हजुरहरूले यहाँ अगाडि देख्नुभयो कि देख्नु भएन होला, के अरे माटोको थुप्रो सुरुमा म आउने बेला चाहिँ यो माटोको थुप्रोमा चाहिँ राम्रो फुल राखेको थियो कि। अनि फुल राखेको थियो, अनि म चाहिँ क्या कस्तो राम्रो बारीमा नि फुल राखेको भनेको त पछाडि सोधेको कि यहाँ चाहिँ मान्छे मरेपछि यसरी बारीको बिचमा यसरी राख्दो रहेछ कि, यसरी कस्तो डर लागेको पछाडि त मलाई त। अनि चाहिँ रुखबारी, यो चाहिँ रुख। यहाँ चाहिँ रुखहरू चाहिँ के अरे बेच्छ नि त। अनि कोहीले चाहिँ गहुँ मकै राख्छ, कोहीले चाहिँ आफ्नो जग्गामा चाहिँ रुख रोप्दो रहेछ कि, अनि रुख बेचेर अनि पैसा कमाउने। लसुनबारी अहिलेको सिजनमा चाहिँ लसुन प्याज गहुँहरू रोप्छ। अनि यहाँ चाहिँ दुईवटा मात्र रोप्छ कि, गहुँ अनि मकै मात्र रोप्छ। बाटो आदिमा राम्रो आदिमा नराम्रो पर्छ। अनि चाहिँ यहाँ चाहिँ आदिमा बारी छ, फेरि झुबुक्क घर छ, बारी छ, यस्तो छ कि। अनि हेर्नु अब यो घर भएको एरिया आयो, अनि फेरि अब हाम्रो मेन हाइवे आउँछ यहाँबाट उता हस्पिटल जाने। अहिले चाहिँ गाउँहरूमा नि अहिले म नेपालबाट आएपछि चाहिँ हेरिरहेको सबले चाहिँ गाउँमा घर बनाउँथ्यो कि चाइनाको घरहरू। मेडिकल हो, म यति आयो मेडिकल, यहाँ चिसो खप्नु नसकेर यति आयो। क्युट दुईवटा पाण्डा छ, दुईवटा पाण्डा कस्तो राम्रो गरेर आएको। यहाँ कुकुर फोहोरहरूको गाडी आएको छैन, हेर्नु कस्तो ठुलो है। अब चाहिँ यो चाहिँ हाइवे भयो। धुलो यत्तिकै धुलो हो। हाम्रो घरदेखि चाहिँ यहाँ आउने खोला चाहिँ नजिकै छ कि। 我们看摩托车车速很快的，我们的戴眼镜。戴眼镜眼睛都不能瞎。यो चाहिँ यहाँको खोला।
खोला चाहिँ यस्तो हो कि अहिले चाहिँ कस्तो सानो देख्यो है। अब बर्खा लाग्नुपर्छ, पानी पर्नुपर्छ, यस्तो ठुलो हुन्छ नि, कति माथि माथिसम्म आउँछ के। यो रुखहरू चाहिँ बाह्रैमासे हरियो हुने रुख भएर अनि कस्तो यो एरिया चाहिँ राम्रो छ कि। कपडाहरू यो चाहिँ फर्मल प्यान्टहरू छ। कुखुराहरू बेच्नु राखेर यो मार्केट लाग्यो भने चाहिँ हाइवेमै लाग्छ नि त। अनि फ्रुटहरू यो चाहिँ कलर गर्ने, बेबीहरूले कलर गर्ने भइहाल्यो। कपडाहरू अहिले चाहिँ फ्रुटको सिजन भएर फ्रुट नै फ्रुट छ कि। क्यान्डीहरू यो चाहिँ क्यान्डी भयो। मेरो फेभरेट अझै अझै खानाहरू रहेछ। कभी हिँड्न सक्दिन। चल परसँग好极便宜，39.9一双，100块钱3双，3双更划算。粮食多，质量好，100的3双回本，活惠力量不错。 बच्चाहरू खेल्नको लागि पनि रहेछ। यहाँ चाहिँ गनले हानेर खेल्ने रहेछ। त्यो बेलुन भिजाउँछ नि, कालो देखेको कति क्युट डल हो। यहाँ चाहिँ रुखहरू पनि बेच्नु राख्छ कि रुखहरू। जाममा फस्कियो अब। पुरी कस्तो राम्रो फुलेको। यहाँको मान्छेहरूले रोडको साइडमा हिँड्ने ठाउँमा धरि छोड्दैन कि रोक्नलाई होइन।高一点，最高。 यो चाहिँ अर्को सिटी। यहाँ चाहिँ दुईवटा तिनवटा हो क्या स्कुल। यहाँ नि सानो सानो स्कुल, हाई स्कुलसम्म छ होला। एउटा चाहिँ मन्टेसोरीहरू छ होला। फ्याक्ट्रीहरू यो एरियामा चाहिँ फ्याक्ट्रीहरू धेरै छ के। सामने एउटा देख्नुभयो नि ठुलो बिल्डिङ, त्यो चाहिँ जेल हो क्या यहाँको। यो अगाडि भएको चाहिँ जेल हो। कति मान्छे होला यहाँ त, कति हो मान्छेहरू छ क्या यहाँ। म हजुर चाहिँ एउटा चिज देखाउँछु यहाँको चाहिँ। ओ चल सुम्यो होला। यो चाहिँ सिटी एरियामा अब मान्छे दफ्नाउने ठाउँ हुँदैन नि त। अनि यो चाहिँ सबै सिटी एरियाको मान्छेहरूलाई चाहिँ यहाँ दफ्नाउँछ कि।
अनि कस्तो बाटोमा पर्छ अनि राति आउनेलाई डरै लाग्यो कि अब गाउँमा त अब आफ्नो जग्गाहरू हुन्छ अनि जग्गाहरूमा दफ्नाउन मिल्छ नि त अब सिटी एरियामा त अब जग्गै हुँदैन नि त रेन्टमा बस्ने अपार्टमेन्ट लिएर बस्ने अनि बारी नै हुँदैन अनि यो एरियामा चाहिँ दफ्नाउँछ क्या यस्तो गरेर कहिले चाहिँ कोही चाहिँ नयाँ नयाँ दफ्नाएको रहेछ यो आज भर्खर दफ्नाएको अरूहरूलाई चाहिँ न्यु इयरमा चाहिँ त्यो गर्न आउँछ नि पितृहरूलाई त्यो गर्ने त्यति बेला चाहिँ फुलहरू राख्छ क्या यहाँ कोही चाहिँ दफ्नाउँछ मात्र कोहीले चाहिँ कस्तो घर जस्तोहरू बनाइराख्छ सिटी एरियामा इन्ट्री भयो कस्तो राम्रो फुलहरू फुल्यो तर त्यहाँबाट कस्तो कालो देखिरहेको好好玩。यहाँ पनि स्मल मार्केट लगाइरहेको छ हेर जहिले पनि लाग्छ हामी जहिले आउने बेला अङ्कलहरू त्यो खेल्दै तास खेल्दै हुनुहुन्थ्यो फुलहरू त्यत्रो धेरै अपार्टमेन्टहरू छ कि अपार्टमेन्टमा बस्ने चाहिँ मान्छे छैन कि यो एरियामा कति धेरै अपार्टमेन्टहरू त त्यो नै गरेको छैन कि खोलेकै छैन होला बनाएपछि यत्रो ठुलो ठुलो है मान्छे त्यति छैन नि अपार्टमेन्ट हेर्नु कति अग्लो अनि त्यही माथि अपार्टमेन्टहरू यता कति महँगो महँगो के मान्छे नभए नि अपार्टमेन्टहरू कति महँगो महँगो यो चाहिँ पुरानो पहिलाको अपार्टमेन्ट भयो त्यो देखाएको चाहिँ नयाँ अपार्टमेन्टहरू के यो चाहिँ पुरानो अब यहाँ चाहिँ एउटा कस्तो ठुलो खोला छ अङ्कलहरू घाम जाप्दै हुनुहुन्छ त्यो चाहिँ यहाँको खोला अनि अगाडि वहाँ परबाट आउँथ्यो नि यहाँसम्म सब स्कुल हो के हो यताको चाहिँ अपार्टमेन्ट हो यताको चाहिँ स्कुल पुरै यो लाइनमा चाहिँ स्कुल छ किन्डरगार्टन अर्को हाई स्कुल यो लाइनमा चाहिँ 10-12वटा स्कुल छ क्या एउटै लाइनमा 10-12वटा स्कुल一个要不就夏天，要不就冬天，别的没有。当然秋天和那个往别的都不一样。像南方就要不就夏天，也是冬天，冬天就是稍微的冷，不是夏天很热。 अब चाहिँ हस्पिटल आइपुग्नुलाई मेरो भिडियो यति लामो भयो नि खासमा भिडियो के अरे म हस्पिटल जान्छु भनेर बनाउन स्टार्ट गरेको मैले बाटोमा के गर्ने के सब देखाएर भ्याइसकेको मैले हाम्रो हस्पिटल चाहिँ यता जानुपर्छ卡拿了是吧？啊，给他们到地上说卡了坏了。你的卡可以看到之前的体检。हस्पिटलमा आइपुग्यो这个是为什么有很多人
हामी चाहिँ आइपुग्यौँ 下午都说没有车了，车就往那边上一放。 यो हस्पिटल यति ठुलो हो कि यहाँदेखि परसम्म हस्पिटल हो खै थाहा चल्यो म अब म गएर के चेक गर्छु म हजुरलाई भिडियो भित्र बनाउनु पाउँदैन बाहिर आएपछि भन्छु ल ओझैले आउने हस्पिटल हो भित्र चाहिँ बनाउनु दिँदैन अहिले चाहिँ मैले चाहिँ सबै चेक गराइसकेँ भनौँ न ब्लड दिइसकेँ अब रिपोर्ट 5 बजे आउँछ भने चाहिँ हामी चाहिँ पर्सि आउँछौँ नबे पर्सि आउँछौँ यो हस्पिटल यति ठुलो छ नि यति ठुलो छ कि त्यो ठुलो छ अनि आज कि मलाई के भन्छ भनेको त त्यो छिनु लाग्थ्यो अनि त्यहाँ चाहिँ मेसिन हुन्छ नि त इन्ट्री गर्ने बेला मलाई प्रेग्नेन्ट भनेर अनि अर्कोबाट जाऊ रे मोटाउनु नि पीडा हो अब म निस्किनु त्यो हस्पिटल त यति ठुलो मेरो चाहिँ अब सबै भ्यायो कति छिट्टो भ्याएको जस्तो लाग्यो कि आज चाहिँ किनभने मैले भिडियो एकचोटि गराएको छैन अनि सिटी स्क्यान गराउनु पर्ने थियो त्यो चाहिँ गराएन कि आज उता के अरे मेरो भिजा एक्सचेन्ज गर्ने ठाउँको मान्छेले चाहिँ फोनै उठाएन कि किनकि एकचोटि पहिला चाहिँ पढ्थ्यो फेरि पढ्दैन भन्दैछ कि त्यही भएर के गर्ने भनेर अनि गरेन कस्तो राम्रो फुलफुली छ यतातिर यो हात दुयो कति धेरै ब्लड निकालेको कि पहिला त्यो एउटा ब्लड एउटा त्योमा निकालेर हुन्थ्यो अहिले तीनवटामा 10 ml निकाल्सकेर कस्तो दुख्यो हात के भन्नु अब चाहिँ यहाँबाट चाहिँ हामी कता जान्छौँ थाहा नै छैन कस्तो राम्रो फुलहरू फुल्यो भन्छ यो सपिङ मलमा चाहिँ हामी खान मात्र जान्छौँ किनकि यो सपिङ मलमा चाहिँ राम्रो राम्रो रेस्टुरेन्टहरू छ अब जान्छु KFC न आज मेरो ब्याड लक हो कि के हो बिफ नुडल्स खान्छु भनेको सबै बिफ नुडल्स सबहरू कोही बन्द छ 你们喜欢吃的都是什么麻辣烫什么的？ सबै बन्द छ कोही के भन्नु त्यो बच्चाले मलाई कस्तो गरेर हेरेको कता गयो देखेन अब के गर्नु सुत्छको म KFC 吃吧。हल KFC यो मान्छे चाहिँ KFC भनेर मर्नु आँटिसक्यो सुफा चली भयो चली केटीहरू कस्तो राम्रो राम्रो मेकअप गरेर हिँड्छ आफू भने विदाउट मेकअप के मेकअप छैन हामी चाहिँ अब लास्टमा फाइनली केही नपाएर मैले भनेको चिज केही नपाएर KFC जाँदैछौँ अब के भन्नु त्यो सानो छ KFC छ这 KFC 的倒闭了。KFC 哪个倒闭？我知道不倒闭的是。मै मात्र मोटो देख्छु कि यहाँ आयो भने त कति मोटो मान्छे देख्दैन भनेको ठ्याक्क मोटो मान्छे देखेर छु म हामी चाहिँ स्क्यान गरिसक्यो अब यहाँबाट चाहिँ अब एकछिन अर्डर गर्नु झम्म गइसक्यो 那鸡腿堡啊，鸡米花吗？可以吃一个这个。薯条是吗？
薯条是吧？蛋挞一个是吧？ लास्टमा आएर हामी केएफसीमा आएर अड्क्यौँ अर्डर गरिसक्यो अब यो चाहिँ हाम्रो नम्बर अब कतिलाई रेडी हुन्छ नि रेडी भएर अनि लगेर घर जाने कति मिनट लाग्छ थाहा नै होइन लाइट कस्तो मेरो माथि परेको कस्तो राम्रो देखेको अब चाहिँ म भिडियो बनाउँदिनँ किनकि मेरो भिडियो एकदम लामो भइसकेको हो भन्छु फेरि बनाउँछु कति धेरै भयो अब चाहिँ मेरो भिडियो यति लामो भयो सबैजनाले लास्टसम्म हेरिदिनु होला अरू सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला बन्द भएछ अनि लास्टमा अप्सनहरू केएफसीमा आएर बसिरहेको कपी गरेको हुँदैन पसल कपडा बेच्ने पसलमा पनि एउटा लुगा तपाईँहरूले एउटा मात्र पिस त लिनु हुन्न ल अभियसली धेरैवटा पिस हुन्छ तँलाई देखाउनु न मलाई यहाँ यता घर पछाडिको कुरो अघि आउँदैछ म पनि आउँदै थिएँ ल्याएर मात्र लाग्छ धन्न उतै फेरि जताबाट आएको धेरै भनिदिएर खै हामी चाहिँ अब रोटी नाउकमा मसँग अलरेडी पोख्छ मा ओरेन्ज बा निसाय पुग्यो सुन्तला किने यो सुन्तला किनै दिँदैन कि चिसो लाग्छ खानेकुराहरू कति धेरै अब भरे अब बन्द हुन्छ हामी चाहिँ घर फर्किदियौँ कस्तो राम्रो देखेको क्या आकाश खाना भने नि अब यो खान्छु म नि भ्याइन्छु हामी चाहिँ घर आइपुग्यो घर बाहिरको कुकुर हामी चाहिँ घर आइपुग्यो मैले त सबै पार्टहरू झर्यो केही छैन ब्याक टु होम यस्तो हालत भयो घर आइपुग्यो आजको भिडियो चाहिँ यति नै आई होप सबैलाई मन परोस् अब भेटौँला नेक्स्ट भिडियोमा